जापानमा आफैले कसरी प्रिन्ट गर्न सकिन्छ भन्ने कुरा चाहिँ जानकारी गराउन गइरहेको छु। पहिले चाहिँ ल्याङ्ग्वेजले चुज गर्ने, इङ्ग्लिसमा मैले चुज गरेँ। त्यस पछाडि प्रिन्ट गर्ने हो हैन। प्रिन्टमा चाहिँ हामीले क्लिक गर्ने। मैले चाहिँ फोनबाट प्रिन्ट गर्ने भएकोले स्मार्टफोनमा चाहिँ चुज गर्ने। यहाँ हैन फोटो वा डकुमेन्टमा क्लिक गर्ने। फोनबाट चाहिँ मैले प्रिन्ट गर्ने भएकोले स्मार्टफोनमा चाहिँ मैले क्लिक गरेँ। तपाईको फोन एन्ड्रोइड भयो एन्ड्रोइडमा क्लिक गर्नुस्। यदि आइफोन वा आइप्याड छ भने आइप्याडमा क्लिक गर्नुस्। मेरो चाहिँ एन्ड्रोइड भएकोले एन्ड्रोइडमा क्लिक गरेँ। वाइफाई कनेक्ट गर्नुपर्ने हुन्छ, त्यो वाइफाई क्लिक गर्ने। अनि यहाँ चाहिँ अलरेडी एउटा एप डाउनलोड गर्नुपर्ने छ, त्यो मैले गरिसकेको छु। यो देखिरहेको एप चाहिँ हैन डाउनलोड गर्ने अनि वाइफाई कनेक्ट गर्ने। जस्तै मैले वाइफाई चाहिँ कनेक्ट गरिरहेको छु। वाइफाई कनेक्ट भयो हैन। अब यस पछाडि चाहिँ डकुमेन्ट छान्ने कुन चाहिँ फोटो गर्ने कि हैन तपाईको डकुमेन्ट गर्ने हो। मैले डकुमेन्ट चाहिँ क्लिक गरेँ अनि सेन्ड गरेँ। सेन्ड गरेर अघि मैले चाहिँ डाउनलोड गरेको एपबाट चाहिँ सेन्ड गर्दैछु। डकुमेन्ट गर्ने भएको डकुमेन्टमा क्लिक गर्ने अनि क्लिक गरेर सेन्ड गरिदिने। यति गरिसके पछाडि यहाँ यस्तो स्क्रिन आउँछ। प्रिन्ट फाइल 1 by 1 क्लिक गर्ने। डकुमेन्ट लाइनमा क्लिक गर्ने फेरि पनि। त्यस पछाडि फेरि ओके गरिदिने। अनि प्रिन्ट चाहिँ हैन वान साइड गर्ने कि दुई साइड चुज गर्ने। यहाँ पनि अब कलरमा गर्ने कि हैन ब्ल्याक एन्ड व्हाइटमा गर्ने त्यो चुज गर्ने। मैले चाहिँ व्हाइट ब्ल्याकमा गरेँ हैन। अनि A4 साइजको कुन साइजमा तपाईँ चाहिँ प्रिन्ट गर्न चाहनुहुन्छ त्यो क्लिक गर्ने। म चाहिँ A4 साइजमा गर्दैछु। यस्तो देखाउँछ। जस्तै यो चाहिँ कति रुपियाँ लाग्छ भने एउटा प्रिन्ट गरेको चाहिँ 20 रुपियाँ लाग्दो रहेछ। अब यहाँ तपाईँ कतिवटा चाहिँ गर्ने भनेर यसरी घटाउन बढाउन मिल्छ यसरी हैन। मलाई चाहिँ एउटा मात्र चाहिएकोले एउटा मात्र राखेँ मैले। अनि एउटा पैसा चाहिँ हैन लगाउने पैसा अनि स्टार्ट प्रिन्ट देखाउँछ, त्यो क्लिक गर्ने। त्यसपछि एकछिन वेट गर्ने। तल देखिरहेको चाहिँ यो 500 हैन 50 रुपियाँ 100 रुपियाँ कति पैसा हाल्न मिल्छ यो पनि देखाइरहेको हुन्छ। त्यही अनुसार पैसा हाल्नु पर्ने हुन्छ। फाइनली मेरो प्रिन्ट भयो।